चिसो याममा एकदमै चिसोमा मर्निङ वाक मुटु रोगीहरूको लागि चाहिँ हानिकारकै हो। हजुर। चिसो याममा चाहिँ हाम्रो फिजिकल एक्टिभिटिज कमै हुन्छ, दिन छोटो हुन्छ, रात लामो हुन्छ, त्यसपछि खाना मान्छेले अलि रुचि पनि बढी हुन्छ, धेरै खाने चलन हुन्छ। यो सबै कुराले गर्दा फिजिकल एक्टिभिटिज कम हैन र खाना बढी, त्यसले गर्दाखेरि शरीरमा कोलेस्ट्रोल सुगर जस्ता चिजहरू बढ्ने प्रायःजसो जाडो याममा, त्यसले पनि मुटुलाई असर गर्ने भयो। र त्यो बाहेक भिटामिन डी जुन घाममा पाइन्छ नि, जाडो याममा त घाम कम लाग्छ, त्यसले गर्दाखेरि भिटामिन डी को कमी पनि विशेष गरी जाडो याममा बढी देखिन्छ र भिटामिन डी को फेरि मुटुलाई स्वस्थ राख्नमा ठुलो रोल छ। त्यसले गर्दा समग्रमै सबै कुराहरूको चाहिँ मुटु र जाडोसँग यसरी जोडिएको छ। याममा तपाईको शारीरिक व्यायाम अथवा चाहिँ भनौँ न फिजिकल एक्टिभिटिजहरू कम हुने भएको हुनाले हाई क्यालोरी डाइट चाहिँ नखाएकै राम्रो। हाई क्यालोरी डाइट भनेको चाहिँ विशेष गरी कार्बोहाइड्रेट भयो, कार्बोहाइड्रेट भनेको भात, आलु, गुलियो जन्य कुराहरू, जति पनि गुलियो चिजहरू छन् यिनमा क्यालोरी एकदम धेरै हुन्छ हैन। त्यो बाहेक फ्याट भनौँ न, यो चाहिँ बोसो जन्य कुराहरू, चिल्लो बढी भएको चिजहरू चाहिँ जाडो याममा कम खाएको राम्रो। किन भन्दाखेरि एउटा त हाम्रो शारीरिक व्यायामै कमी हुने भयो जाडोमा, चिसोमा मान्छेले गर्मी याममा जस्तो धेरै शारीरिक व्यायाम गर्दैन, हिँडुलै कम हुन्छ हैन। र अर्को चाहिँ तपाईको अहिले मैले भने जस्तै मुटुलाई त्यसै पनि काम गर्न चाहिँ समस्या भइरहेको हुन्छ क्या, पम्प धेरै गर्नुपर्ने जाडो याममा हैन। र त्यो बेलामा कोलेस्ट्रोलहरू अरू चिजहरू बढ्दाखेरि चाहिँ मुटुको नसाहरूमा एक किसिमको बोसोको लेयर जम्दै जाने र कालान्तरमा त्यसले हार्ट एट्याक गराउने, उच्च रक्तचाप बढाउने। जस्तो उच्च रक्तचापको मेडिसिन खाइराखेको मान्छेहरूमा जाडो याममा प्रेसर अलिकति अहिपछि भन्दा बढी नै हुन्छ हैन। त्यसले गर्दा विशेष गरी हाई क्यालोरी डाइट चाहिँ कम गर्नुपर्छ।